गाइज म अहिले खेतमा हो। अब यहाँ खेतमा धान रोपेको बेला छ नि त, त्यही भएर अब खेततिर आएको छु। अब उहाँ पानी लाउनु जाइछु म मोटरतिर बिउमा पानी लाउनु पऱ्यो। यता त्यो रोपिसक्यो, यता अब रोप्न बाँकी नै छ। हाम्रो पनि त्यहाँ अगाडि छ। अब ट्याक्क रोपाइ गर्न म भ्याउँछु भ्याउन, म 5-6 दिन लगाएको। हाम्रो काम चोर्नी हो। यहाँ पछाडि घाम कति मजाको देखेको थियो कताको, अन्त यहाँ घाम कति मजाको देखेको छ। यहाँ ट्याक्क लाएर यो ट्याक्क यो हाम्रो बिउ, यहाँ हाम्रो बिउ छ। हाम्रो मोटर चिसो पानी आउँछ है मोटरदेखि। राम्रो आई बोर्डिङ पम्पू सेट। यहाँ खुट्टा छुनु पर्छ, गर्मी गर्छ म पनि हिँड्नुपर्छ। गर्मी धेरै नै छ। म अब आफ्नो बाख्रामा देखाउँछु। हाम्रो बाख्रा पनि छ नि त। हाम्रो यो आँप, यहाँ छ भिन्डी सागहरू हाम्रो भइहाल्यो। यो खुर्सानी हेर्नु, यहाँ खुर्सानी कति धेरै फलेछ। यहाँ खुर्सानी देखाउँछु हजुरलाई। त्यहाँ खुर्सानी कतिहरू फलेछ। यो हाम्रो बिउ, यहाँ धानको बिउ छ हाम्रो। यो अब यो आरु भन्छ नि, यो सेको बिउ बुटो हो। यो म अनि यिनी हाम्रा बाख्राहरू। हेर्नु बाख्रा, घर आउने बित्तिकै मेरो काम के हो, बाख्रा हेर्ने काम हो। गर्मी छ जे भए पनि बुटुलमा चाहिँ लास्टै गर्मी छ। अहिले धेरै नै गर्मी भएको हुनाले ढलिन्छ जस्तो छ। अब खेती गर्ने मान्छेलाई पनि दुःखै छ। किनभने पहिलोचोटि बनाएको, म त कसरी बनाउने हो, कसरी बोल्ने भनेर त्यो पनि थाहा छैन। त्यही पनि कोसिस ट्राई गरिरहेको छु। बोल्दै जाऊँ बिस्तारै कसरी हुन्छ भनेर होइन। ल अहिले यतिलाई सानो बनाइरहेको छु। अहिले म धेरै लामो चाहिँ मैले बनाउन। लाइकहरू चाहिँ गर्नु होला, सब्सक्राइब पनि गर्नु होला। यस्तै भिडियो हेर्दै जानु होला, सपोर्ट गर्नु। धन्यवाद।